अनि यता आएर भन्नु त्यो तपाईले सबै के भनिदिनुस् भन्नु कसै नतागम हो सर अनि अपरेसन गरेर बच्चा निकाल्यौँ राम्रै थियो 24 घण्टा आइसियुमा राख्नु भयो निकालेपछि अनि 11 बजे निकालेपछि 8 बजे चाहिँ उहाँ समस्या भयो मुखबाट ब्लड आएको छ सिस्टरहरूले केही हुँदैन रत्ननगरको बुढा हस्पिटलमा मुखबाट ब्लड आएको छ म कचरामा थापेर फालेछु उसको बुढाले हातमा थापेर फालेको छ होइन भनेको बेलामा डक्टर आइदिनु छोरा भनेको बेलामा डक्टर आधी घण्टा पनि बढी पछि आइदिनु भयो क्या बोलाउनु बित्तिकै डक्टर आइदिनु भएन सिस्टरहरूले के भन्नुभयो मुखबाट ब्लड आएको छ पाइप भिसारेर आएको ब्लड हो आत्तिनु पर्दैन भनेर अक्सिजन लाउनुमा बात किन लाग्यो हामीलाई भन्ने बित्तिकै डक्टर किन आइएन यसो गरौँ के गर्नु भने त्यो अलिकति डिटेलहरू म तपाईँको यहाँको सम्पर्क कोषको नम्बर यहाँ को हुनुहुन्छ कसलाई सम्पर्क गर्ने यहाँको नम्बर कोसँग छ तपाईँ नम्बर कति मेरो 98 11 23 92 48 हुन्छ म तपाईँलाई समन्वय गर्छु अब के त्यो छानबिन गरिदिनु पर्यो भन्ने हो तपाईँहरू हजुर हाम्रो छानबिन गरिदिनु पर्यो बच्चाले न्याय पाउनु पर्यो दोषीलाई कारबाही हुन पर्यो यस्तो किनिएका लाइसेन्स लिएर हस्पिटलमा राख्न भइएन होइन म समन्वय गर्छु सरकारले सुनाइ हुनु पर्यो बाबुको अनसन तोड्न पर्यो किनभने हाम्रो बच्चाले म समन्वय गरिदिन्छु बच्चा ज्वरो आएको छ हामीले हिजो मात्रै बालकान्ति ऊ पनि गराउनुहोस् उपचार पनि गराउनुहोस् अब यसलाई यो यसरी उसमा पहिला यो गरौँ त्यसपछि प्रश्न गरौँ यसलाई के गर्नु भने अहिले बच्चालाई चाहिँ यसरी सडकमा नराख्नु त्यहाँ समन्वय गर्ने कुरा त्यो भन्ने कुरा तपाईँले भनेको उठाएको मागलाई सम्बोधन गर्ने कुरा छलफल गराउने कुरा त्यो छानबिन गर्ने कुरा चाहिँ म समन्वय गर्छु यसले बच्चालाई चाहिँ दुःख नदिनुहोस् अनि अहिले यो बच्चाले बाबा छोड्दैन बाबा जति रोडमा बस्छ म बस्छु यो राति पनि यहीँ बस्नुहुन्छ हामी राति पनि यहीँ बसेको बाबु मान्दैन अब मलाई पनि हुन्छ म समन्वय गर्छु मैले भर्खर थाहा पाएर आएँ 24 दिन भयो हजुरले भर्खर थाहा पाउनु भयो यतिका मिडियाकर्मी त्योहरू आउनुहुन्छ